सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई नमस्कार। म आज एउटा एकदमै महत्त्वपूर्ण कुरा म गर्न लागेको छु। सायद हरेकको जिन्दगीमा मेल खान पनि सक्छ र मेरो जिन्दगीको वास्तविक कुरा मैले यसमा समावेश गरेको छु। त्यो एउटा समय थियो जहाँ जादुमा पनि विश्वास लाग्थ्यो। आज यो समय आयो यहाँ यथार्थमा पनि शङ्का लाग्छ। समय परिवर्तन होइन, मान्छेको सोच परिवर्तन हो। आफ्नोको नाताभन्दा पैसाको नाता प्यारो भयो। सायद जीवनको अन्तिम समयमा पैसा र सम्पत्ति अगाडि आउँदैन होला। आज देख्न सकिन्छ अमेरिका, जापान, लन्डन, क्यानाडा मेरो छोराछोरी छ भनेर छाती पिट्ने बाबाआमाहरू, आफू बिरामी हुँदा सीतामढी ल्याउने मान्छे नहुँदाको पीडा, अनि थाहा छ होला हजारौँ सपना बोकेर हिँडेको म जस्तो अभागी वा भाग्यमानी तपाईँहरूलाई भन्नु त मैले कसैलाई केही नै छैन। समय समयका बाद मुर्गी मारे लात भन्ने एउटा सायद उखान छ। मेरो लागि नराम्रो सोच्ने मित्रहरूलाई अनुरोध यो छ कि बलिको जवाब पत्थरले दिनेछु अनि तितो वचनको जवाब केले दिनुपर्छ हिसाब गरेर बसेको छु। एकको बदला 100, यही जीवन र दिन र लिन मेरो लागि कुनै आपत्ति छैन। बोलेको आगो ताप्ने हजारौँ भेटे, दाउरा खोज्ने कमै भेटिन्छ। जो मेरो जीवनमा सुखमा साथ दिने होइन, दुःखमा साथ दिने मित्रहरू मुटुमा सुरक्षित गरेर राखेको छु। बाघ आक्रमण गर्ने सधैँ एक स्टेप पछाडि सर्छ, हारेर होइन कि आक्रमण गर्नको लागि हो। सायद कति पहिला लाग्छ होला बाघबिरी अथवा यो बाबुराम, कतिलाई लाग्छ होला कहाँ होला, के गर्दै हो भन्ने लागेको होला। मेरो कुभलो सोच्नेको लागि खाल्टो खन्दैछु, यस्तो खाल्टो खन्दैछु कि पूर्ण अवश्य आउनेछु। विचार गर फलानु, तेरो ओह्रालाका दिनहरू सुरु भएको छ। सायद मेरो लागि अझै नराम्रो प्रचार गर भन्, केही पनि फरक पर्दैन, तर मैले एक दिन गरेर देखाउनु छ। यो मैले सबै मित्रलाई भन्न खोजेको होइन जसले मेरो लागि नराम्रो सोचिराखेको छ, जसले मेरो लागि हरेक नराम्रो प्लान गरेको छ, त्यसको लागि मैले के गर्छु भनेपछि व्यवहारले हुनेछ। हस्त, धन्यवाद।